आन्दोलनकारीहरूले पनि नेपाली पत्रकारितामाथि आक्रमण गरेको देखिन्छ। त्यो कुरा हामीले हेर्नुपर्छ। यसमा चाहिँ मेरो विरोध छ है, यसमा मेरो विरोध छ। किनभने म यो घरको पछाडिको घर मेरै हो होइन। यहाँ खास यो घटना किन भयो थाहा छ? यो पत्रकार मर्नुको कारण एउटा कारण छ। के भयो भन्दा यो घरको माथि, यो घर प्राइभेट घर हो, यो घरको माथि होइन पुलिस बसेको थियो क्या। यो घरको माथिबाट यदि टियर ग्यास र रबर बुलेट नहानेको यो घटना हुँदैन थिएन। यहीँबाट हानेको हो? यहीँबाट सुरु भयो। यहाँबाट सुरु भएपछि यहाँबाट त देखिन होइन। अनि यहाँ माथि हजुर ल होइन है, यो माथि घरमा पुलिस कहाँनिर थियो भन्दाखेरि यो माथि देखिएको छ नि, यहाँहरू तल सबैलाई म देखाउँछु है। यहाँ त क्यामेरा 10वटा 10तिर छ है। मैले भनेको कुरा फेरि रिभेरिफाई गर्नु है, सबैजना छ। त्यो पोलमा छ होइन, मेरो घरको पछाडिपट्टि पोलमा। तपाईँको घर कुन हो सर? योभन्दा पछाडिको जस्ट पछाडि हो तपाईँको? पछाडि हो। राज्यले इन्टेन्सनली यो गरेको, किनभने माथि राखेर पुलिसलाई गोली हान्न लाउने। त माथिबाट प्रहरीले गोली हानेका थिए तपाईँको छत माथिबाट? यो घरको माथिबाट टियर ग्यास यहाँ हानेको हो नि त। यो हानेपछि यो घटना भएको। यो नहानेको भए पुलिसले माथिबाट चार्ज नगरेको यो घटनै नहुने हो। जस्तो कि दाइ तपाईँ अब यो घर धनी भएको हिसाबले पनि तपाईँलाई धेरै जानकारी छ पछाडिको। त्यही त यहाँको बासिन्दै हुनुभयो, देख्नुभयो प्रत्यक्ष। त्यस अर्थमा तपाईँले यति भनिदिनुहोस् कि ठ्याक्कै सुरुमा प्रदर्शनकारीले ढुङ्गामुढा गरे कि पहिला गोली चारजनाको पुलिस उतातिर थियो, सबै उता फोकस थियो। यहाँबाट हाने पछाडि सबैले यतातिर फोकस भएछ। अनि यो नबाँचेको आज यो भ्रम नपरे हुन्छ। क्यामेरा 10तिर छ होइन, हेर्नुहोस् होइन। घटना भयो, दुर्भाग्य भयो। जो मर्यो नि दुर्भाग्य भयो नि त, दुर्भाग्य भयो होइन।